नमस्कार आवाज, के छ हालखबर? नमस्कार रानी, म ठिक छु। तिमीलाई कस्तो छ? म पनि ठिक छु। साँच्ची हिजो तिमी स्कुलमा एब्सेन्ट भएको रहेछौ। हिजो सरले हामीलाई नेपालका प्रदेश, जिल्ला, राजधानी र त्यसको धार्मिक तथा पर्यटकीय स्थलका बारेमा पढाउनु भएको थियो। म तिमीलाई त्यो कुरा बताइदिन्छु। हो नि रानी, म हिजो अनुपस्थिति भएका कारणले सरले पढाउनु भएको कुराहरूबारे थाहा भएन। तिमीले मलाई बताइदिएमा सहज हुन्थ्यो कि? भइहाल्छ नि। अब तिमीले मलाई प्रदेश नम्बर 1 को बारेमा केही कुराहरू भनिदेऊ न त। कोशी प्रदेशमा 14वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी विराटनगर हो। यहाँ धार्मिक तथा पर्यटकीय स्थलहरू धेरै रहेका छन्। यहाँ धार्मिक रूपमा पाथिभरा मन्दिर प्रसिद्ध रहेको छ। यहाँको इलाम, कन्याम, मकालु क्षेत्र लगायत विभिन्न पर्यटकीय स्थलहरू रमणीय रहेका छन्। ओहो, कोशी प्रदेश निकै विशाल र सुन्दर पो रहेको रहेछ। अब तिमीले मलाई प्रदेश नम्बर 2 को बारेमा पनि केही कुराहरू भनिदेऊ न त। भइहाल्छ नि। मध्य प्रदेशमा 8वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी जनकपुर धाम हो। जानकी मन्दिर धार्मिक रूपमा एकदमै प्रसिद्ध रहेको छ। यहाँको धनुषा धाम, गङ्गासागर लगायत विभिन्न पर्यटकीय ठाउँहरू रमणीय रहेका छन्। वाह, मध्य प्रदेशको संस्कृति र परम्परा त निकै रोचक रहेछ। यहाँ मनाइने छठ पर्व विश्वभर प्रसिद्ध छ, जसका कारण मानिसहरू यहाँ आउँछन् भन्ने मैले सुनेको थिएँ। के यो कुरा साँचो हो रानी? हो नि। अब तिमीले मलाई प्रदेश नम्बर 3 को बारेमा पनि केही कुराहरू भनिदेऊ न त। बागमती प्रदेशमा 13वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी हेटौडा हो। यहाँ धार्मिक रूपमा पशुपतिनाथ, स्वयम्भूनाथ, बौद्धनाथ लगायत विभिन्न पर्यटकीय स्थलहरू रमणीय रहेका छन्। ओहो, बागमती प्रदेशमा त धेरै नै धार्मिक तथा पर्यटकीय स्थलहरू पो रहेका रहेछन्। यहाँ रहेका धार्मिक तथा पर्यटकीय स्थलहरू विश्वभर प्रसिद्ध छन्, जस्तै कि पशुपतिनाथ मन्दिर, स्वयम्भूनाथ मन्दिर, बौद्ध स्तूपा विश्वभर प्रसिद्ध छन्। अनि यही प्रदेशमा नेपालको राजधानी काठमाडौँ पनि उपस्थित रहेको रहेछ। अब तिमीले मलाई प्रदेश नम्बर 4 को बारेमा केही कुराहरू भनिदेऊ न त रानी। भइहाल्छ नि। गण्डकी प्रदेशमा 11वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी पोखरा हो। यहाँ मुक्तिनाथ मन्दिर रहेकाले हिन्दू तथा बौद्ध धर्मावलम्बीहरूका लागि प्रसिद्ध ठाउँ रहेको मानिन्छ। ओहो, प्रदेश नम्बर 4 मा त पोखरा पो रहेको रहेछ। पोखरामा नेपालको प्रसिद्ध ताल पेवा ताल पनि रहेको छ भन्ने मैले सुनेको छु। यो तालको रमणीय वातावरणका कारणहरू मानिसहरू यहाँ आउने गरेका छन्। अब तिमीले मलाई प्रदेश नम्बर 5 को बारेमा पनि केही कुराहरू भनिदेऊ न त। भइहाल्छ नि। लुम्बिनी प्रदेशमा 12वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी देउखुरी हो। यहाँ भगवान गौतम बुद्धको जन्म भएकाले यो प्रदेश एकदमै सुन्दर र प्रसिद्ध रहेका छन्। ओहो, प्रदेश नम्बर 5 लुम्बिनी प्रदेशमा त भगवान गौतम बुद्धको पो जन्म भएको रहेछ। त्यसैले कारण यो प्रदेश धेरै नै रमणीय र पूजनीय रहेको छ भन्ने मैले सुनेको छु। अब तिमीले मलाई प्रदेश नम्बर 6 को बारेमा पनि केही कुराहरू भनिदेऊ न त। त्यसको अघि तिमीले मलाई तिम्रो मामा घर त प्रदेश नम्बर 6 मा रहेको बताएको थियौ नि। तिमीलाई त्यो कुराहरू थाहा छ? हो नि रानी, मलाई प्रदेश नम्बर 6 को बारेमा केही कुराहरू त थाहा छ, तर त्यति खासै धेरै कुराहरू त थाहा छैन नि। फेरि भन न। प्रदेश नम्बर 6 को नाम कर्णाली प्रदेश हो। यहाँ 10वटा जिल्लाहरू रहेका छन्। यसको राजधानी वीरेन्द्रनगर हो। यसको धार्मिक तथा पर्यटकीय स्थलहरू भनेर सो फुस्कण्ड ताललाई चिनिन्छ। अनि तिमीले भनेको थियो सरले पनि तिमीलाई केही कुराहरू भन्नुभएको त थियो होला नि। सरले रारा तालको बारेमा भन्नुभएको थियो। रारा ताल नेपालको सबैभन्दा ठुलो ताल रहेकाले यो प्रदेशमा रहेको छ नि त, त्यसैले एकदमै प्रसिद्ध छ भन्नुभएको थियो। अब नेपालको अन्तिम प्रदेश र 7औं प्रदेशको रूपमा सुदूरपश्चिम प्रदेश हो। यसको राजधानी गोदावरी हो। यहाँ 9वटा जिल्लाहरू रहेका छन्। यसको धार्मिक तथा पर्यटकीय स्थल भनेर बडीमालिका र कप्तर राष्ट्रिय निकुञ्जले चिनिन्छ, जहाँ हरेक वर्ष 100औं भक्तजन र पर्यटकहरू आउने गरेका छन्। ओहो, तिमीलाई यत्रो कुरा थाहा रहेछ नि त। अलिअलि कुराहरू त थाहा छ मलाई पनि। अब त तिमीलाई थाहा भयो होला नि नेपालका प्रदेश, जिल्ला, राजधानी र त्यसको धार्मिक तथा पर्यटकीय स्थलका बारेमा। थाहा भयो, तर तिमीले पनि मलाई आज धेरै कुराहरूबारे ज्ञान दियौ। त्यसमा तिमीलाई म धन्यवाद ज्ञापन गर्न चाहन्छु रानी। यसमा धन्यवादको कुरा नै छैन। यो त साथीप्रतिको कर्तव्य मात्र हो। धन्यवाद।